म चाहिँ बझाङको चैनपुर बजारबाट लास्ट जुन बजार सकिन्छ सेती खोला बगिरहेको छ त्यो खोलाको छेउमा आएको छ। एउटा पुल छ, हेर्नुहोस्, हाम्रो अतरिया कैलालीको गोदावरी पुल जस्तै देखिने पुल छ। यो पुलको नाम हो पवनकोट पुल। 70 मिटर लामो, एक स्पान भएको। हेर्नुहोस्, पवनकोट पुल हो यो। यो चाहिँ सेती खोला बगिरहेको छ। उताबाट पनि अर्को खोला बगिरहेको छ, ट्याक्क बिचमा छ। हेर्नुहोस्, त्यो देख्ने त्यो सेती खोला, अर्को खोला बगिरहेको छ, देवल खोला। के हो यो हेर्नुहोस्, यहाँ घुम्ने मान्छेहरू धेरै आउँदा रहेछन्। टिकटक बनाउनेहरू पनि धेरै छन् यो पुलमा। त्यो पुलमा मैले पनि इन्टरभ्यू गरिसकेँ त। यो हेर्नुहोस्, यो पुलमा पनि छु। खोला उताबाट बगिरहेको छ। नाच्नेहरू पनि छन् होइन। यो पुल ट्याक्क बिचमा म दिएको छु होइन। उताबाट पहाड हेर्न हुन्छ, सल्लाहको रुखहरू एकदमै सक्नुहुन्छ। यो पुलमा टिकटक बनाउनेहरू धेरै आउँदो रहेछन्। टिकटक बनाउने नानीहरू छन्, टिकटक बनाउनुपर्छ।